खुर्सानीको पालो हेरौँ कस्तो छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। हिजो अस्ति सम्झनु भएर मैले ब्लग बनाउनु पाएको थिएन। आज चाहिँ अलिकति ठिक छ, आज चाहिँ अलिकति बेटर फिल भएको छ। हिजो चाहिँ अलिकति बढी नै टाउको दुखेको कारणले मैले ब्लग बनाउनै सकेन। र आजको चाहिँ अपडेट के रहेको छ भने लाइन गएको छ। मेन कुरा 1 घन्टा भइसक्यो, अहिलेसम्म लाइन आएको छैन। अघि नै हामीले सबै काम सकिसक्नु पर्ने थियो, जो कि लाइनले गर्दाखेरि रोकिएको छ सबै काम। अनि अहिले चाहिँ हामी यत्तिकै बसिरहेको छौँ, कतिखेर लाइन आउँछ भन्दै। र गर्मी पनि भइरहेको थियो, त्यही कारणले म बाहिर आएर यसो रेस्ट गरिरहेको छु। बाहिर शीतल मौसम छ, चिसो हावा आइरहेको कारणले चाहिँ म बाहिर बसेँ। अनि दिदीहरू चाहिँ भित्रै गफ गर्दै बस्नु भएको छ, कतिखेर लाइन आउँछ भन्दै कुरा गर्दै बस्नु भएको छ। त्यही नै हो, अब छिटो लाइन आयो भने चाहिँ काम छिटो गर्न पाइन्थ्यो भन्ने कुरा हो। लाइन जो अघिदेखि आएन, काम रोकियो। मैले चाहिँ अझ सायद हाम्रो काहीँ प्रब्लम भएर लाइन गएको हो कि भनेर मैले चेक गरेको। त्यहाँ पसलमा पनि, त्यहाँ मैले पसलमा गएर सोधेँ, उहाँको अनि लाइन गएकै रहेछ। भनेपछि यो एरियामा सबैतिर लाइन काटेको रहेछ। अब चाहिँ भेज या बफ मोमो होला भन्ने सोचेको थियो। अहिले पनि चिकन नै रहेको छ, चिकन मोमो बनाउने भनेर भन्नुभयो दिदीले। अनि हामीले चाहिँ सबै रेडी गरिसक्यौँ। त्यही हो, लाइन कतिखेर आउँछ भनेर हामीले पर्खिरहेको छौँ। लाइन आउने बित्तिकै काम सुरु हुन्छ। अब छिटै लाइन आइदिए हुन्थ्यो भन्ने भइरहेको छ, किनभने अब यत्तिकै बस्न पनि झ्याउ लाग्छ के। काममा आइसकेपछि यत्तिकै बस्दा पनि झन् उल्टै बोर लाग्ने। बरु काम फटाफट गर्न पायो भने चाहिँ अलिकति एक्टिभ हुन्छ शरीर, अनि सजिलो पनि लाग्छ। अनि काममा आइसकेर पनि थपक्क बस्दाखेरि त झ्याउ लाग्ने कि निद लागेर आउने। अनि मलाई फेरि झ्याउ लाग्छ यस्तो भएपछि। अब कतिपय त अब काममा गएर काम गर्न नपाए हुन्थ्यो, आनन्दले बस्न पाए हुन्थ्यो, काम कसले गर्छ भन्ने नि हुन्छ। तर खै मलाई त्यस्तो लाग्दैन। काम भनिसकेपछि अब काम गर्न आइसकेपछि चाहिँ त्यस्तो कामै नगरेर बस्ने, आनन्दले रेस्ट गर्ने त्यस्तो सोच चाहिँ नराख्नु भन्छु म। किनभने रेस्ट गर्नु छ भने त घर नै छ, त घरमा रेस्ट गर्न सकियो त। काममा आइसकेपछि आफ्नो पनि बेस्ट दिनुपर्छ काममा आइसकेपछि। किनभने कसैले फ्रीमा पैसा त्यत्तिकै दिँदैन होइन, काम गरेर नै दिने हो। जति राम्रो काम गर्यो त्यति नै आफूलाई फाइदा हो। पछि गएर आफूलाई नै त्यसबाट फाइदा निस्किन्छ। जस्तै कि काम सिक्यो भने आफूलाई नै फाइदा हो नि त, होइन र? त्यही नै हो, सुरुमा अब काम सिक्दाखेरि गाह्रो हुन्छ। अब सिक्न समय लाग्छ भन्ने बित्तिकै सिकिँदैन, टाइम लाग्छ। अब त्यही कुरामा चाहिँ हामीले अलिकति आफूबाट नै फोर्स लाउनुपर्छ कि आफूबाट नै भित्रदेखि एउटा त्यो चिजमा चाहना हुनुपर्छ कि म यो काम गरेरै देखाउँछु, म सिक्छु होइन, त्यो काम सिकेर म पछि गएर केही गर्छु भन्ने चाहिँ आफूमा नै हुनुपर्छ भन्ने जस्तो लाग्छ मलाई। यस्तो चर्को घाममा नि के बसेको होला भन्नुभयो होला है। घाम चाहिँ छ, तर पनि चिसो हावा आएको कारणले चाहिँ मैले घाममै बसिदिएँ। अब त्यस्तो पोल्ने घाम त होइन, जे होस् मलाई एकदम के चिसो पनि तातो पनि मिक्स भएको छ। आनन्द आइरहेको घाममा, टक्क पुरा चर्को घाम लागिरहेको मस्तले। अनि त्यही पनि मजा आइरहेको हावा खान। यो चाहिँ मेरो नयाँ आइडी हो, सबैजनाले सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो नयाँ च्यानल हो र भर्खर मेरो 1K सब्सक्राइब कम्प्लिट भएको छ। र सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सबैजनाले धेरै माया गरिदिनु भएको छ र यसरी नै सधैँ अझै पनि माया गरिराख्नु होला, मलाई अझै अगाडि बढ्ने मौका दिनु होला भन्न चाहन्छु। सबै चाहन्थेँ कि मेरो च्यानलमा पनि 1K सब्सक्राइब होस् भन्ने चाहन्थेँ, र त्यो चाहना तपाईँहरूले पुरा गरिदिनु भयो र एकदमै खुसी छु म। र यसरी नै अझै सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्दछु। र सबैजनाले अझै धेरैभन्दा धेरै सपोर्ट गर्नु होला मलाई। अहिले मलाई तपाईँहरूको धेरै सपोर्टको खाँचो छ। र भर्खरै दाइले खाजा पनि लिएर आइदिनु भयो। 2 बजिसकेको रहेछ, मैले थाहै पनि पाएन कति बेला 2 बज्यो भनेर। आज चाहिँ चाउमिन लिएर आउनु भएको रहेछ। हिजो पनि चाउमिन नै थियो, बट आजको चाहिँ अलिकति टेस्टी देखिरहेको छ। र अब चाहिँ म र बुनु भएर खान्छौँ। ठिक छ ल ल, 2टा खुर्सानी भयो। एक चाहिँ टक्क धोएर अब धोइधाइ त गर्नु पऱ्यो। ओहो, यहाँ त पाइप फुत्काउनु पर्ने रहेछ। मैले पानी जोड्नु भएको हो। यो चाहिँ मैले धोएँ। के भन्नु भयो? ए ल, र धोइयो। अब चाहिँ बुनु र म चाउमिन खान्छौँ। हेरौँ त कतिको पिरो छ खुर्सानी, त्यो पनि ट्राई गरौँ है त। फर्स्ट बाइट चाहिँ बुनुले खाँदैछ नि, हेरौँ है त। खुर्सानी पनि त्यहीँ रहेछ। जे छ त्यही भन है। पिरो हो एकदमै, एकदम पिरो छ। वै उसले चाहिँ खाइहालेको रे। अब मैले नि ल्याउनु त लिएको छु, अब पिरो भयो भने त मरिन्छ होला यार। साँच्चै पिरो हो कि त्यसै भनेको? पिरो हो क्या एकदमै। रातो खुर्सानी सकिन्न खान। ओके, अब यसो ट्राई गर्नु पऱ्यो चाउमिन।
चाउमिन त मिठो छ। अब खुर्सानीको पालो हेरौँ है कस्तो छ। खासै पिरो छैन त। मेरो पिरो हगेर कि मैले थोरै खाएर हो। मेरो पिरो हगेर फेरि ट्राई गर्छु है त। पिरो है यार। पिरो छैन होला भनेर खाइहालेको। ओहो डेन्जर पिरो रहेछ। मिठो। मेरो अर्को नि खुर्सानी एउटा यसरी बहिनीको पनि ट्राई गरिदिउँ है। बहिनी खुर्सानी बहिनीले खाएको खुर्सानी त लास्ट पिरो यार। सेट कस्तो खुसी लाग्दो मोमेन्ट भयो कि भर्खर खाजा पनि खाएर सकिरहेको थियो। ठ्याक्क लाइन पनि आइदिरहेको थियो। ट्याक्क खाजा लिएर आउनु दाइले अघि नै लाइन आइसकेको भन्दै हुनुहुन्थ्यो। सायद हाम्रो नै केही प्रब्लम भएर होला रोकेको। लाइन आयो भर्खरै। अब चाहिँ अब हाम्रो काम फटाफट सुरु हुन्छ। अब चाहिँ मैले क्लिप बनाउनु पाउँदिनँ। अब सिधै ड्युटी सकिएपछि हो। अब हामी चाहिँ सिधै ड्युटी सकेपछि भेटिनेछौँ। भर्खरै ड्युटी सक्यो र अब हामी चाहिँ घर जान लाग्यो। पहिला भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र भिडियो मन पऱ्यो सब्सक्राइब गर्नु होला भन्दै आजको लागि यति नै। बाई बाई।